Guys, Kathmandu first आयो है वर्ल्ड को एयर क्वालिटी इंडेक्स को रैंकिङ मा, which is not good. अब यो कसरी फर्स्ट आयो भन्देखि चाहिँ हाम्रो यहाँको हावामा PM 2.5 र PM 10 को मात्रा धेरै बढेको छ। PM भनेको प्राइम मिनिस्टर चाहिँ हुँदै हैन है। PM भनेको चाहिँ पार्टिकुलेट म्याटर हो। यो चाहिँ 10 माइक्रोन को धुलो हो। यो चाहिँ हाम्रो रगतको कोशिका भयो, सेल भयो, अनि यो चाहिँ PM 2.5 भनेको 2.5 माइक्रोन को डस्ट भयो, पार्टिकल भयो। अब त्यो 2.5 माइक्रोन को धुलो को सेफ रेंज भनेको चाहिँ 0 देखि 12 माइक्रोग्राम पर मिटर क्यूब हो। तर प्रब्लम के छ, अहिले काठमाडौँको हावामा 178 माइक्रोग्राम पर मिटर क्यूब छ, जुन भनेको धेरै नै हो। WHO ले पनि 15 माइक्रोग्राम भन्दा धेरैको एक्सपोजर चाहिँ नहोस् 24 घण्टामा भनेर भन्छ। 178 ले त हामी त भेरी अनहेल्दी को यो हेल्थ वार्निङ इस्यु गर्नुपर्ने लेभलमा आइपुग्यौं। फर्स्ट हुन त्यतिकै सजिलो छ र अब यसको सोलुसन भनेको मास्क लाउने हो। तर यो रेगुलर सर्जिकल मेडिकल मास्क हैन, N95 मास्क। र यो म एड होइन है, एड होइन। सर्जिकल मास्क किन नलगाउने भन्दाखेरि यसले चाहिँ 3 माइक्रोन सम्म मात्रै फिल्टर गर्न सक्छ, त्यो पनि 30 देखि 60% इफिसिएन्सीको साथमा। 100% यसले यो 3 माइक्रोनलाई फिल्टर गर्न सक्दैन। 3 माइक्रोन भनेको त फेरि यो 2.5 माइक्रोन भन्दा त ठूलो हो। सो यिनीहरुलाई चाहिँ फिल्टर गर्न सक्छ। यो PM 10 लाई चाहिँ 10 माइक्रोनलाई चाहिँ यसले फिल्टर गर्न सक्छ यो हाम्रो मेडिकल मास्कले। तर यो PM 2.5 लाई चाहिँ कन्ट्रोल के भन्छ, फिल्टर गर्न सक्दैन, किनकि PM 2.5 नै सबैभन्दा धेरै छ। 12 माइक्रोग्राम हुनुपर्ने ठाउँमा 178 माइक्रोग्राम छ। यो पो फिल्टर गर्नु पर्यो त। N95 ले 0.3 माइक्रोन सम्म चाहिँ 95% इफिसिएन्सीको साथमा फिल्टर गर्न सक्छ। यसलाई 5 रुपैयाँ 10 रुपैयाँ कति पर्छ भन्देखि यसको हो अलिकति महँगो पर्छ, 25 रुपैयाँ 30 रुपैयाँ हेरिकन पर्छ। यो अगेन एड होइन है, मेरो कम्पनी हैन, मलाई केही फरक पर्दैन। फरक त केवल हाम्रो फोक्सोलाई पर्छ। हाम्रो फोक्सोले 5 देखि 10 माइक्रोन को धुलोहरुलाई चाहिँ फाइट गर्न सक्छ, जुन इनहरु भयो। र त्यो पनि केही हदसम्म लगातार एक्सपोजर भयो भन्देखि इनहरुसँग पनि फोक्सोले फाइट गर्न सक्दैन। त्यसैले हामीले यो 2.5 हरुसँग 2.5 माइक्रोन को यो सानो कणको धुलोहरुसँग बस्नको लागि चाहिँ N95 मास्क लगाएर हिड्नु पर्छ। बाहिर हिड्दाखेरि सकेसम्म हिड्दै नहिड्नुस्, तर हिड्नु परिहाल्यो भन्देखि पनि N95 लगाएर मात्र हिड्नु होला।